नमस्कार दर्शकवृन्द। आज 30 अप्रिल 2025 को दिन आइएससी र आइसिएससी परीक्षाको परीक्षाफल फलाफल आइसकेको छ र कालेबुङ जिल्लाबाट विभिन्न स्थानमा प्रथम र दोस्रो बनेका नामहरू तपाईहरु समक्ष साझा गर्न लागिरहेको छु। विशेष रूपले आइसिएससी टप्पर जिल्लामै प्रथम बनेका छन् आबाडिम लेप्चा सेन्ट जोसेफ कन्भेन्टबाट 98.2 लिएर जिल्ला टप्पर बन्न सफल बनेका छन् भने जिल्लामा दोस्रो टप्पर बन्न सेकेन्ड बनेका छन् समृद्धि दर्नाल डाक्टर ग्राम्स होम्स 95.4% लिएर दोस्रो बनेका छन्। यसरी नै सानिधि अग्रवाल सेन्ट जोसेफ कन्भेन्ट 95.2% लिएर तेस्रो बनेका छन्। यी थिए आइसिएससी टप्परहरू। यसरी नै आइएससी टप्पर विज्ञानबाट फर्स्टमा बनेका छन्, प्रथम स्थान बनेका छन् तेन्जिङ सेडुप भुटिया सेन्ट अगस्टिन स्कुल 99.25% लिएर 99.25% लिएर जिल्ला टप्पर बनेका छन् र उहाँ जिल्ला टप्पर मात्र नभएर पूर्ण बंगालमा नै सम्पूर्ण बंगालमा नै चौथो स्थान ओगट्न सफल बनेका छन् र आज जिल्ला उपनिरीक्षक डिआई अफ स्कुल्सले पनि उहाँलाई सम्बर्धना जनाएका छन्। साथसाथै दोस्रो बनेका छन् विभियान छेत्री सेन्ट अगस्टिन स्कुल 97.25% लिएर उहाँ दोस्रो बनेका छन् आइएससी मा र त्यसरी नै तेस्रो स्थान ओगट्न सफल बनेका छन् छिरिङ लामा रकवेल एकाडेमीबाट 96.25% लिएर र यसरी नै वाणिज्य क्षेत्रमा कमर्स स्ट्रिममा फर्स्ट बनेका छन् ताराना अग्रवाल रकवेल एकाडेमीबाट 93.75% लिएर र दोस्रो बनेका छन् प्रणव गुरुङ सेन्ट अगस्टिन स्कुल र हर्षिता बन्सल डाक्टर ग्राम्स होम्सबाट 89.25% लिएर दोस्रो बन्न सफल बनेका छन्। यसरी नै ह्युम्यानिटिज अथवा आर्ट्स स्ट्रिममा फर्स्ट बनेका छन् केन्जी लामा डाक्टर ग्राम्स होम्स 98% लिएर, सेकेन्ड बनेका छन् अस्मिता पल सेन्ट जोसेफ कन्भेन्ट 97.5% लिएर र शवानी गुरुङ सेन्ट जोसेफ कन्भेन्ट र पेमा डियोनला डाक्टर ग्राम्स होम्सबाट 96.25% लिएर तेस्रो बन्न सफल बनेका छन्। यी सम्पूर्ण विद्यार्थीहरू जो टपर्सहरू रहेका छन् साथसाथै अन्य सम्पूर्ण विद्यार्थीहरू जो सफल भए यस आइसिएससी र आइएससी परीक्षाहरूमा ती सम्पूर्ण विद्यार्थीहरूलाई अग्रिम शुभकामना साथसाथै भावी दिनहरूको लागि पनि अग्रिम शुभकामना कालिम्पोङ न्युज एक्सप्रेसको तर्फबाट व्यक्त गर्न चाहन्छौँ। धन्यवाद।